राजधानी र राज्यको पहुँचबाट धेरै पर बागलुङको विकट गाउँमा जन्मियो एक प्रतिभा जो आर्थिक रूपमा त कमजोर थियो नै, सामाजिक रूपमा पनि उपेक्षित, कथित अछुत थियो। यसरी वर्गीय र जातीय रूपमा समाजको सबैभन्दा तल्लो पिठमा जन्मिएर पनि उसले आकाश चुम्ने सपना देख्यो। अनि आँखामा त्यही सपना र परिवारको जिम्मेवारी काँधमा बोकेर झर्यो शहरमा उसले के गरेन? होटेलमा भाडा माझेन कि, फर्निचरमा काठ बोकेन कि, कामका लागि एनजिओ आइएनजिओ धाएन कि, आधा पेट खाएर एफएम रेडियोमा बोलेन कि, अनिँदै बसेर दोहोरी साँझमा गाएन कि, अवसर र ठाउँका लागि काठमाडौँका गल्लीहरू नापेन कि। यसरी चरम दुःख, सङ्घर्ष र धैर्यतापछि उसले संसारलाई दियो अजम्बरी सिर्जनाहरू, जसका सिर्जनामा केवल मनोरञ्जन मात्र होइन, सामाजिक र राजनीतिक चेत पनि छ। हाम्रै दुःख सुख छ, हाम्रै कथा व्यथा छ, हाम्रै नेपालीपन, हाम्रै भाका, के बुढापाका, के तरुण तन्नेरी, के बालबालिका, के गाउँ, के सहर, सबैको मन जितेर लोकप्रिय बन्यो एउटा नाम, प्रकाश सपुत। जसको सङ्घर्ष जति कठिन थियो, उसको सफलता पनि सहज रहेन। जब उसका सिर्जनाहरू एकपछि अर्को चर्चित हुँदै गए, उमाथि प्रहार पनि हुँदै गयो। एक केटा हो, कलबन्दी त चोरेको भाका रहेछ नि, त्यही भने डोरले बिगारेर ब्याटल बनाएछ। होइन, के हो यो सकम्बरी भनेको? केटी मान्छेलाई गलत देखाउने मात्र काम गर्छ। के हो जानी जानी बिगार गर्छ। फेरि गीत निकालेछ हौ मोराले। हुन त आफै खेलेको फिल्ममा त सहयोग गरेन रे। पढ्यो त पार्टीको छोले जात जनाइहाल्छ। तर उसले हार मानेन। प्रत्येक प्रहारहरूलाई सहदै, सम्हालिँदै, सिक्दै, सब्चिँदै उठिरहेको छ, अगाडि बढिरहेको छ। यसरी जसले सपना देख्न सिकाइरहेको छ, जसले सम्भावना खोज्न सिकाइरहेको छ, जसले सङ्घर्ष गर्न प्रेरित गरिरहेको छ, जसले लोक सङ्गीतको दायरा फराकिलो बनाइरहेको छ र कलाको परिभाषा बदलिरहेको छ, हामी मञ्चमा प्रस्तुत गर्दैछौँ उनै लोकप्रिय, बहुप्रतिभाशाली सुपरस्टार प्रकाश सपुतलाई। सन्चै छ कि बिसन्चो छ सोध्न भनी आएको, सन्चै छ कि बिसन्चो छ सोध्न भनी आएको, गाउने तल लाग्यो हजुर, त्यसैले गीत गाएको। मान्छे एउटै हो, छैन बिचमा कुनै बार, वारको